दोस्रो बिहा गर्ने व्यक्ति नै अगुवापनमा आउनु कतिको उचित हुन्छ? अब साक्षी गवाईको लागि, हजुर। होइन, नमुनाको लागि हजुर। उचित हुँदैन। बाइबलले चाहिँ के भन्छ अलिकति? बाइबलले त्यही भन्छ, अब एउटै पत्नीको पति भन्छ भनेपछि पहिलो अनि तिमोथी फेरि 3 को 2 अध्यायले के भन्छ हैन? 2-3 तीन अध्यायमा 3 अध्यायमा हजुर। 3 अध्यायमा 2 पददेखि मुनि हजुर। पढ्दै जाँदा हामीलाई दिएको क्वालिफिकेसन त्यो हो। हजुर। अगुवा किन नमुना, हजुर। उदाहरण, एक्जाम्पल भनौँ न, मोडेल हुनु पर्यो। हजुर। अनि त्यसको लागि चाहिँ विशेष होसियार हुनुपर्ने चाहिँ त्यो लाग्छ। अब नत्र भने अरूले पनि उसले त गर्छ, हामीले किन हुँदैन? अब बिग्रिँदै अन्त पुग्न सक्छ। हजुर। बाइबलले त्यसलाई चाहिँ मनाइ गर्छ। एक किसिमले मनाइ नै गर्छ त्यो। बाइबलले प्रभुले त हुँदैन भन्नुभएको छ। तर अहिले धेरै बाउ बिहा गर्नेहरू 2 जना बुढी राखेर पनि पास्टर भएको हामी सुन्छौँ हैन? अब विचारहरू बाध्यता पहिलादेखिको भन्ने कुरा होला। हजुर। तर बुझ्यो भने, हजुर। बुझेर उहाँले त्यो कुरालाई मानिलिएर हजुर। राम्रो नमुना होइन रहेछ, हजुर। होइन भनेर स्टेप डाउन गरेर कसैलाई हजुर। बरु सल्लाह दिने, आफू एडभाइजर हुनसक्छ, काउन्सिलिङ गर्नसक्छ, ट्रेनिङ दिन सक्छ। कसैलाई नै हामीले अगाडि राखेर एउटा नमुना, पास्टर भने त यस्तो पो, क्रिस्चियनहरूको त त्यस्तो हुँदैन रे हजुर अब भन्ने कुरा समाजलाई पनि थाहा दिएर राम्रो गवाई जान्छ। राम्रो गवाई हामीले बनाउनु पर्यो, दिनु पर्यो, हैन? अब प्रभुको सेवकै गर्ने सक्दैन भन्ने त छैन, हजुर हैन? गर्ने त गरि पनि रहेछ हैन? हैन, पास्टरकै रूपमा गर्न त गर्छ, तर त्यसको राम्रो इम्प्रेसन, नमुना, इन्फ्लुएन्स हुँदैन होला। इन्फ्लुएन्स हुँदैन। हजुर तर मैले भनेको सेवकै गर्ने भनेको त्यो मात्र होइन नि त। हजुर सेवकाईमा ट्रेनिङ दिन सक्छ, काउन्सिलिङ गर्न सक्छ, एडभाइस गर्न सक्छ, सुसमाचार सुनाउन सक्छ, व्यक्तिगत जीवनमा कुराकानी गर्न सक्छ। फोन लाइनमा नआएको चाहिँ राम्रो। राम्रो हजुर। र बाइबलले भन्नुहुन्छ चाहिँ बाउ बिहा गर्ने व्यक्तिहरू अगुवापनमा अथवा पास्टर सेवा नआएको चाहिँ उचित हुनु राम्रो उचित हुन्छ, नमुना भएन भन्ने मात्रै हो। हजुर हजुर अब हामीले गर्नु हुँदैन भन्नु पनि सक्दैनौँ, होइन? उहाँहरूको चर्चको, उहाँहरूको आफ्नो आफ्नो नै पोलिसी पनि होला। हाम्रो चर्च कङ्ग्रिगेसनले मलाई स्वीकार गरेको छ भने तपाईँलाई के टाउको दुखाए भनिदिन्छ अब होइन? भनिदिन्छ। तर हामीले फेरि न्याय हामीले गर्नु भएन। कसैलाई हस्तक्षेप गर्न जाने, झगडा गर्न जाने कुरा त होइन। हजुर हामीले भन्ने त बिब्लिकली यस्तो टिचिङ छ है, हजुर। बिब्लिकली शिक्षा चाहिँ यो छ है। तर बाइबलले चाहिँ मनाइ चाहिँ गर्छ त्यो कुरा। बाइबलले यो कुरा मनाइ गर्छ, यस्तो हुनुपर्छ भनेको छ। हजुर